माई फ्रेन्ड आफ्टर लङ टाइम है फेरि अर्को भिडियो हाल्दैछु म आज एलए आइपुगेको छु होइन विशेष कामले चाहिँ 3 दिनको लागि एलएमै बस्छु म यस्तो छ एलएको वेदर होइन म यो होटलमा बसेको छु यो छ गाइज म बसेको होटल चाहिँ होइन अनि यस्तो यहाँ चाहिँ यस्तो घाम लागेर गर्मी यस्तो भएर चाहिँ उता सेक्रामेन्टो म बसेको ठाउँमा चाहिँ एकदम जाडो छ अहिले अब एउटै स्टेट भयो भने होइन यहाँ चाहिँ यस्तो घाम लागिरहेको छ त्यो हात गाइज यस्तो छ गाइज अब होटलबाट निस्क्यो होइन टक्क लाएर अब आज यहीँ बसिन्छ बस्नु चाहिँ ठ्याक्कै होटल चाहिँ ठ्याक्कै यो कार वासको अगाडिपट्टि रहेछ अनि अब यहाँबाट हामी निस्केर चाहिँ यहाँ चिनो भन्ने ठाउँमा चाहिँ त्यहाँ हामी त्यो टेम्पल जाँदैछौँ होइन लक्ष्मी बिग हिन्दू टेम्पल छ यहाँ त्यहाँ जाँदैछौँ अनि त्यहाँबाट चाहिँ हेरौँ अब बिचतिर हुन्छ होला ओसनतिर जान्छ एकछिन अनि त्यसपछि चाहिँ म त्यहाँ मसल बिच भेनिसमा पनि जुन चाहिँ युट्युबहरूमा एकदम पपुलर छ एलएमा त्यो पार्क जस्तो हो होइन आउटडोर जिम त्यहाँ पनि म मिल्यो भने आज नभए भोलि म जान्छु होइन त्यसको भिडियो पनि बनाइहाल्छु गाइज अगाडि गाइज हेर्दै गर्नुहोस् हेर्दै गर्नु होला भिडियो एलएको चिनो हेरिङ टु चिनो हिल होइन त्यहाँ चाहिँ हिन्दू टेम्पल छ यहाँको बिगेस्ट हिन्दू टेम्पल चाहिँ त्यहाँ भएको कारणले चाहिँ हामी त्यहाँ यसो भिजिट गर्न जाँदैछौँ होइन अब बेलुकाको आरती चाहिँ हामीले भ्याउन सक्दैन थाहा छैन अनि त्यहाँबाट चाहिँ हामी हन्टिङटन बिच भन्नेमा जान्छौँ होइन अनि त्यहाँबाट चाहिँ कहाँ हुन्छ थाहा छैन म त्यसको भिडियो चाहिँ आइहाल्छ होइन कहाँ गइरहेको रहेछ भने अहिले चाहिँ बाटो हेर्नुहोस् यहाँ चाहिँ उताको हाम्रो एरियाभन्दा एकदम खुल्ला छ ट्राफिक त्यस्तो छैन यहाँ मेबी विकेन्डले गर्दाखेरि पनि होला त्यस्तो ट्राफिक छैन अब हामी चाहिँ यहाँबाट चाहिँ टर्न लिएर चाहिँ हामी हन्टिङटनतिर लाग्छौँ आई मिन चिनोको टेम्पलतिर लाग्छौँ है त गाइजलाई सिउतिर गाइज ल अलमोस्ट है हामी चाहिँ यहाँ छौँ अब यहाँबाट इन्ट्री फी लाग्दछ इन्ट्री फी तिर्नुपर्छ र भनेको हामी यहाँबाट छिर्दैछौँ भित्र टेम्पलको लागि यहाँ स्टप भन्दा चाहिँ लोवर यो विन्डो भिजिटर मस्ट चेक इन द गार्ड हामीले यहाँ चाहिँ केही दिन छ भन्दैछ होइन यहाँ दामी मन्दिर छ यहाँ चाहिँ एउटा बेस्ट मन्दिर यहाँ हेलेको हामी यहाँ छिर्दैछौँ अनि यहाँ केही दिनेवाला छ ल फर्स्ट टाइम ओके ओके थ्याङ्क यू ए बाबा हिन्दू मन्दिरमा गोरा राखेको चाहिँ के हो यो यस्तो दामी ल होइन त्यो टाढा भएर यस्तो दामी ल यार ल गाई म चाहिँ एकदम मनोरम दृश्य यहाँ होइन अब हामी भित्र जाँदैछौँ धक्का लगाएर यताबाट भिडियो बनाएर यताबाट घुम्दै हामी चाहिँ त्यो परको यहाँ जानेवाला छौँ है त गाइज भित्रको नजारा हेरौँ है हामी भित्र आइसक्यो यस्तो छ भित्रको नजारा चाहिँ
Take home in Pakistan. यो नाइटको सिन देखाउँदैछु होइन लाइट बालेको बेलामा अघिको भिडियो चाहिँ डेमा थियो भने अहिले नाइटमा टक्क नाइटमा खिच्दैछु